गाइस हामी चाहिँ अब काहिनीको बनाऊ के राम्ररी भन हिजोको त राम्रो थिएन हिजोको त राम्रो थिएन चिबिल हामी भोट दिन हिँडेको हाम्रो लगभग घरबाट कति थाहा परिवार भोट दिन हिँड्दैछौँ हामी 9वटा भोट छ मैले दिएको भोट त्यसैले जितोस् माथिसम्म जितोस् यहाँ गाली पनि जितोस् माथिसम्म जितोस् मैले गराइदिन्छु म चाहिँ फर्स्ट टाइम भोट दिँदैछु मलाई चाहिँ धेरै एक्साइटमेन्ट भइरहेको अब अरू के भनौँ जेस् मैले दिएको पार्टी भोट दिएको पार्टीले चाहिँ जितोस् त्यही छ मेरो चाहना गाइस ल भयो जसको हात भए पनि हामी भोट दिएर आयौँ ल जित्छ सबै हाय गराउ के गाइस हामी सबैले भोट दिएर आउनु भयो हजुरको नमस्ते हजुरको नमस्ते नमस्ते राधे राधे हजुरको शुभ नाम गर्न हजुरको शुभ नमस्ते हजुरको शुभ नाम नाम किन सुन्नु बोल्नु बन्द नाटक नाम किन सुन्नु बोल्नु नमस्कार हजुरको शुभ नाम मेरो नाम लीला पाण्डे यति हाँस्नु पर्ने कारण हजुरलाई केही छैन यति हाँस्नु पर्ने कारण हजुरलाई केही छैन हजुरले म आज एकदम खुसी छु मैले आज भोट दिएँ त्यही भएर हजुरले म आज एकदम खुसी छु मैले आज भोट दिएँ त्यही भएर हजुरले पहिलोचोटि दिनुभएको हजुर म पहिलोचोटि दिएँ हजुरले कसलाई भोट दिनुभयो भन्न सक्नुहुन्छ यो चाहिँ यस्तो भन्न मिल्दैन तर पनि म गर्व साथ मैले घन्टीलाई दिएँ भन्न सक्छु यो चाहिँ यस्तो भन्न मिल्दैन तर पनि म गर्व साथ मैले घन्टीलाई दिएँ भन्न सक्छु हजुरले दिएको भोटले उहाँले जित्नु सके जित्नु जस्तो के फिल हुन्छ अवश्य जित्नुहुन्छ मैले दिएपछि अवश्य जित्नुहुन्छ मैले दिएपछि तुम खुद देखो ये देखो हजुर त्यति लक लिएर आउनु भएको छ मैले एकदम भनेको कुरा पुग्छ धेरैचोटि पुगिसकेको छ योचोटि पनि पुग्छ भन्ने मैले आशा गरेको छु उहाँ त्यसमा उहाँ बालिन साल जित्नुहुन्छ कि जित्नुहुन्न एकछिन भन्नु जित्नुहुन्छ ढुक्क जित्नु फाइनल हो फाइनल ल उहाँले चाहिँ हर्क सम्पाको जस्तो कन्फिडेन्स रहेछ उहाँको धन्यवाद छ थ्याङ्क यू चाहिँ हर्क सम्पाको जस्तो कन्फिडेन्स रहेछ उहाँको पछाडि त मै हो प्रधानमन्त्री तपाईँको शुभ नाम मेरो शुभ नाम पवन बस्याल आज हजुरले भोट दिनुभयो दिएँ हजुरले पहिलोचोटि भोट दिँदा कस्तो महसुस भयो एकदम गर्वको साथ भोट दियो हैन गर्वको महसुस भयो हजुरले दिएको भोटको व्यक्तिले जित्नु सक्छ जस्तो लाग्छ जित्न पर्छ भन्ने चाहिँ लाग्छ अब जित्नुहुन्छ जित्नुहुन्न यो चाहिँ भन्न मिल्दैन किनकि चुनावी मैदान हो चुनावी मैदानमा चाहिँ हार जित भइहाल्छ हैन तर पनि राम्रोले जित्नुपर्छ भन्ने चाहिँ मेरो भावना छ हजुर त्यही हो हस् थ्याङ्क यू हस् धन्यवाद सन्चै हुनुहुन्छ अनि भनेको रासोपाले चाहिँ जितोस् भन्ने कामना गर्नुभएको छ तपाईलाई समग्र 165 वटा क्षेत्रमा चाहिँ के लाग्छ तपाईको रासोपाको जुन भोट आउँछ त्यो चाहिँ उच्च स्तरको आउँछ धेरै आउँछ जस्तो लाग्छ अहिले चाहिँ उच्च नै आउला जस्तो लाग्छ माहौल पनि त्यस्तै छ र अब हामी वैशाख 31 गते स्थानीय तहको चाहिँ चुनाव हुन्छ स्थानीय तहको चाहिँ चुनाव हुन्छ गाउँमा चाहिँ बालेन गरेर लड्नु भएको छ त्यो चाहिँ एकदम केपी ओलीको नमस्कार हजुरको शुभ नाम मेरो शुभ नाम चाहिँ अर्जुन पाण्डे हजुरले भोट दिनुभयो हजुर दिएर आइसक्यो हजुरले कस्तो अनुभव भयो हजुरलाई पहिलोचोटि भोट दिँदा चाहिँ अब गर्व साथ चाहिँ मैले घन्टीलाई जिताउने एउटा विश्वासका साथ हामीले चाहिँ हाम्रो यो टोली एउटा व्यक्ति र एउटा सचेत नागरिकको उसमा चाहिँ घन्टीलाई दिएर आएको छु र जित्ला भन्ने आश हुन्छ हेरौँ के हुन्छ हजुरलाई जित्ला जस्तो लाग्छ हजुरलाई यहाँ जित्ला जस्तो लाग्छ उहाँ गएर बालिन साल जित्नुहुन्छ जस्तो लाग्छ कि लाग्दैन
बालेन शाहको मैले अब मेरो धारणा अनुसार त अब जित्ला भन्ने छ होइन, त्यही पनि अब जुन ठाउँमा चाहिँ बालेनगर लड्नु भएको छ त्यो चाहिँ एकदम केपी ओलीको जरो गढिया ठाउँ भएको हुनाले चाहिँ विश्वास ठ्याक्कै हुन्छ भन्ने त छैन, तर होला भन्ने चाहिँ एकदम आश चाहिँ छ है। ल हस्, थ्याङ्क यू, धन्यवाद। काल सन्चै हुनुहुन्छ? हजुर आज मैले देखे अनुसार तपाईँले मतदान पनि गर्नुभयो। हजुर तपाईँले मतदान चाहिँ केमा गर्नुभयो भन्ने चाहिँ हाम्रो चासो छ र तपाईँको मतदान गरेको जुन पार्टी छ, जुन समूह छ, त्यसले के कस्तो प्रभाव पार्छ भन्ने थोरै विस्तार बताइदिनु। हजुर धन्यवाद। हजुरले हजुरको उमेर अनुसार निकै ठुलो कुरा गर्नुभयो, एकदम राम्रो कुरा गर्नुभयो। हजुरको उमेर अनुसार निकै ठुलो कुरा गर्नुभयो, एकदम राम्रो कुरा गर्नुभयो। मैले चाहिँ मेरो गर्व साथ भन्न चाहन्छु, मैले घन्टीलाई भोट दिएँ किन भन्दा अहिलेको जेन्जीहरू, अहिलेको युवाहरूको एकदम चाहना हो कि अहिलेको नयाँ युवा सरकार बनोस्, एकदम राम्रो सरकार बनोस्। त्यही भएर मैले पनि घन्टीलाई दिन उचित सम्झेँ। पूर्व अध्यक्ष जो एमालेबाट उठ्नु भएको छ र यस सँगसँगै 2074 सालको प्रदेश सभामा जित्नुभएका भागवत प्रकाश मल्ल, जसलाई चाहिँ विकासशील नेता भनेर चाहिँ चिनिन्छ, उहाँले चाहिँ समानुपातिक रूपमा विकास गर्नुभएको छ भन्ने चाहिँ जन आशा छ अथवा भरोसा छ। र यस बीचमा अरू पनि हुनुहुन्छ, अरू पनि 9-10 जना हुनुहुन्छ हाम्रो क्षेत्रबाट प्रत्यक्ष रूपमा चाहिँ 12 जना उठ्दाखेरि तपाईँले प्रबल सम्भावना र यसले जित्नुपर्छ भन्ने चाहिँ कस्तो के लाग्छ? हजुरले निकै राम्रो गर्नुभयो। पहिलाको पनि हुनुहुन्छ एमाले काङ्ग्रेसबाट उहाँ किम थापा अरूहरू पनि हुनुहुन्छ, उहाँले पनि गर्नुभएको होइन भन्दिनँ, उहाँले गर्नु यहाँ बाटो बनाउनु भयो, यता मन्दिरको लागि, यताको लागि, भवनको लागि निकै गर्नुभयो। हामीले गरेको नगरेको भन्दिनँ, यतिले मात्रै पुगेन कि हामीले बाटोमा मात्रै त बनाएर हामीले खान त सक्दैनौँ। हामीलाई व्यक्तिगत आय चाहियो, घरमा एउटा त कमाउने हुनु पर्यो, त्यो भएन। बाटोले मात्रै भएर पनि त भएन नि, भवन मात्रै भएर भएन, आय आर्जन चाहियो कमाउनको खानको लागि। त्यही भएर उहाँले एकतर्फी मात्रै विकास हो, विकास भनेको चारतर्फी हुनुपर्छ, जताततैबाट मान्छेलाई फाइदा हुने गरी विकास गर्नु पर्यो। अब हामीले उम्मेदवारहरू हेर्दाखेरि हाम्रो जुन राष्ट्रपाको चाहिँ हुनुहुन्छ झविलाल डुम्रीज्यू, उहाँ चाहिँ आफैमा आइटी इन्जिनियर हुनुहुन्छ, सँगसँगै चाहिँ ग्रामीण क्षेत्रको विकासमा चाहिँ उहाँले चाहिँ मास्टर गर्नुभएको छ। त्यो हिसाबले पनि तपाईँको भनाइसँग मेल खुवाउने हो भने उहाँले चाहिँ राम्रो प्रभाव पार्नुहुन्छ जस्तो मलाई लाग्छ। त्यसैले पनि तपाईँले राष्ट्रपालाई चुने भन्नुभयो होला र समग्र रूपमा भन्दा देशले जित्नुपर्छ भन्ने चाहिँ हामीलाई लाग्छ। देशले जित्नु नै पर्ने छ, अब पनि जितेन भने त मान्छे देश होइन, मान्छे व्यक्ति पुरै हार्ने छ पुरै। त्यही भएर नयाँ युवाहरू नै जित्नुपर्छ। अहिले यत्रो भइसकेपछि पनि मान्छेको विवेक आउनुपर्छ, जिताउनै पर्छ युवाहरूलाई। यति युवाहरू जिते पनि निकै 5 वर्षमा धेरै प्रभाव पर्नेछ यो देशमा, एकदम परिवर्तन हुन्छ। तपाईँलाई शुभकामना छ, तपाईँले रोज्नु भएको खोज्नु भएको पार्टी जितोस्। धन्यवाद। चाहिँ अप्पी दिदी हुनुहुन्छ।